हुन त सबैजना गलत हुन्छ भन्ने पनि छैन अनि सबैजना सही हुन्छ भन्ने पनि छैन। त्यो हामी सबैको नेचरमा फरक पर्ने कुरा हो। तर पनि अब कसैले चाहिँ विश्वास गरेको छ अनि कसैले चाहिँ तपाईलाई साँच्चै नै धेरै माया गर्छ, तपाईको कुराहरू चाहिँ मान्छ भने चाहिँ त्यस्तो कुरालाई चाहिँ तपाईले मिसयुज नगर्दिनुस्। त्यस्तो गर्नु हुँदैन, मिसयुज नगर्दिनुस्। तपाईलाई यो चाहिँ मेरो तपाईलाई चाहिँ एकदम धेरै तपाईलाई रिक्वेस्ट छ अनि बिन्ती छ, त्यस्तो नगर्दिनुस्। तपाईहरुको खेलाइँचीले अनि तपाईहरुले एकछिन जोक्स गरेर रमाइलो मान्दाखेरि चाहिँ कसैको ज्यान गुम्न सक्छ, कसैको ज्यान जान सक्छ। ऊ एकजना मर्नु भयो, ऊ एकजनाले चाहिँ ज्यान गुमाउनु भयो भने चाहिँ उसको पछाडि धेरै परिवारहरू हुन सक्छ, उसको आमा बाउलाई कति धेरै असर पर्न सक्छ। त्यो कुराहरूलाई पनि तपाईले ध्यान दिनुपर्ने हुन्छ। तपाईको एकछिन रमाइलो गरेर, एकछिन भिडियो बनाएर, एकछिन कसैको भिडियो आउट गरेर तपाईहरु मजा लिनुहुन्छ, तर अरूको जिन्दगीमा कति धेरै असर पर्छ त्यो तपाईले सोच्नु भएको छ कहिले? त्यो कुरालाई पनि तपाईले ख्याल गर्नुपर्ने हुन्छ। त्यस्तो नगर्दिनुस्, त्यस्तो गर्नु हुँदैन कसैले पनि। कसैको ज्यान लिएर भोलि समाजमा त्यो बहिनीले कसरी बाँच्ने भन्ने कुरामा पनि तपाईलाई थाहा छ नि। हामी नेपाली समाजमा इज्जतको कति धेरै ख्याल गर्छौं। इज्जतको लागि नै हामी नेपालीहरूले चाहिँ इज्जत भनेपछि त सबै कुरा दाउमा लगाएर पनि इज्जत भनेर यति धेरै बचाइरहेको हुन्छ। तपाईलाई सबैजनालाई थाहा छ। त्यसैले तपाईको एकछिनको मिस्टेकले गर्दाखेरि, एकछिनको रमाइलो, एकछिनको बदला हो कि त्यो चाहिँ मलाई थाहा भएन, तर पनि त्यस्तो नगर्दिनुस्। कसैको भविष्यको कुरा हुन्छ, कसैको जिन्दगीको कुरा हुन्छ, ऊ मात्र नभइकन उसको परिवारलाई कति असर परेर होला। तपाईहरु एकछिन सोच्नुस् त, तपाईको बहिनीलाई, तपाईको दिदीलाई कसैले त्यस्तो गर्नुभएको भए तपाईहरु के गर्नुहुन्थ्यो त्यो ठाउँमा? अरूलाई भने तपाई एकछिन बसेर आफै बसेर सोच्नुस्। जसले तपाईले त्यसरी भिडियो अपलोड गर्नु भएको छ, जसरी गंगु बहिनीको चाहिँ तपाईले चाहिँ भिडियो त्यसरी आउट गर्नु भएको छ अनि जोले धेरैले चाहिँ एकदम धेरै चाहिँ व्यङ्ग्य गरेर भिडियो बनाउनु भएको रहेछ दाजुभाइहरूले पनि। त्यस्तो नगर्दिनुस्। त्यो व्यङ्ग्य जस्तो कुरा होइन। व्यङ्ग्य गर्नको लागि त कति धेरै कुराहरू पाइन्छ। जोक्स गरेर रमाइलो गर्न त कति धेरै टपिक्सहरू छ नि है। त्यस्तो कुरामा व्यङ्ग्य नगर्दिनुस्। त्यो व्यङ्ग्य होइन। त्यो बहिनीको लाइफलाई, त्यो बहिनीको जीवनमा कति धेरै असर पर्छ। त्यस्तो कुराहरूलाई त तपाईले त पनिसमेन्ट दिने, त्यो मान्छेलाई चाहिँ कसरी हुन्छ कारबाहीमा ल्याउने कुरा हो नि त नि। त्यो गंगु बहिनी आज पर्यो भनेमा हामी सबैजनाले रमाइलो मान्ने होइन क्या। भोलि अर्को गंगु बहिनी पर्न सक्छ। अरू पनि त्यस्तै त्यो बहिनी जस्तै अरूहरू पनि गंगु बन्न नपरोस् क्या। त्यसैले